मान्छे जाला दाइ बिस्तारी बिस्तारै दाइ मान्छे त बगौला नि फेरि आले भाइ कहाँ आइपुगिस् फेरि त कतिवटा घर पका होला है यसरी ओ गणेश दाइ कतिवटा घर पका होला बिचरा कतिवटा घर पका होला भाइ अन्त त्यहाँ माथि अझै अन्त कतिवटा घर पका होला यस्तो अन्त थुप्रो होइन कतिवटा घरको सामान होला बिचरा चक्कर लाग्यो कि चक्कर लाग्यो चक्कर लाग्नु भएन मलाई त्यतिको ग्यास बना है रेगुलेटर अफ गरिदिनु यो चाहिँ हेर्नु के हो यो
के छ के गरिदियो त ग्यास निकाल्न क्या कतिवटा घर बगाएको होला यार यत्रो हुँदाखेरि यार बिचरा यार गाउँमै सकाप बनायो टायर हेर्नु त ट्र्याक्टरको टायर डोजरको टायर क्या अब हेर्दा काठको चौकसहरू भेट्छ अब ठ्याक्क एङ्गलमा अड्काउनु पर्छ बिस्तारै आएको नछोए त्यस्तोलाई चाहिँ काम दिँदैन बिस्तारै सिलिन्डर अड्काउने मात्रै क्या ब्रदर सिँगै रुख लिएर आएको अब हेर्नु यहाँ यो जसरी बगेर आएको छ विनाश सानोतिनो विनाश छैन सानोतिनो विनाश भाइ त्यस्तो रिक्स पनि गर्नु भन्नु के त्यसरी हो क्या ब्रदरले सही चिज लिएर आएछ बल्ल ब्रदरले सही चिज लिएर आएछ बल्ल त्यो रेगुलेटर चाहिँ खुल्ला हुन्छ है दाइ हेर्नु ओ रेगुलेटर चाहिँ खुल्ला हुन्छ नि फेरि पाइपको गुच्चा हेर्न यार यहाँ त्यहाँ पाइपको गुच्चा यो के विनाश हो यो आरामले आउँछ भोगेर सिलिन्डर त नि यो दुधै छ क्या यसमा त यार दुधै तान न ब्रदर हेर त यो के तान्नु पर्छ सिधा गर न यहाँ सिधा गर न यहाँ हेर्नु सिधा भइहाल्छ नि सानो विनाश